रवि लामिछानेलाई किन राखेको छ भित्र भने रवि लामिछाने यस्तो खालको शक्ति हो। ल भन भाइ, छातीमा हात राखेर भन, ल म रवि लामिछानेको झोले पनि होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छे पनि होइन, केही होइन, मलाई चिरेर हेर्दा हुन्छ। तर मैले भनेको के, त्यो 25 वटा फाइल यो यिनीहरूकै सरकारमा रवि लामिछानेले खोलेको हो कि होइन? दम छ कि छैन रवि लामिछाने? अरू 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 जसले जेसुकै भनोस् होइन, तर एउटा कुरा चाहिँ नेपाली जनताले हेक्का राख्नुपर्छ। यति पनि जति पनि यो भ्रष्टाचार भएका जति पनि फाइल छ नि, रवि आइसकेपछि मात्र हामीले थाहा पायो। अब म भन्छु रवि लामिछाने अब निस्क्यो भने हर्क सम्पाङज्यूले पनि रवि लामिछानेको विरोधै गरेको थियो। म त हर्क सम्पाङसँग धेरै बसेको मान्छे हो र यस्तो टाइपले उहाँले चाहिँ यस्तो इग्नोर गर्ने मान्छे हर्क सम्पाङ पनि हो। मलाई एकदम चित्त दुख्या छ यो कुराले है। एउटा देश बनाउन आउने युवा हो, उहाँकै फाइलमा टेकेर आज यिनीहरूले चाहिँ अनि त्यही बालेनले हेर्नुहोस्। अब यहाँ हेर्नुहोस् त, हर्क सम्पाङ, बालेन, कुलमान दाई, फेरि प्लिज कुलमान दाईसँग त्यस्तो छैन, नसोचिदिनु होला। कुलमान दाईसँग म धेरै नजिक छु। कुलमान दाईले कहिले पनि कसैलाई पनि नराम्रो भनेन, चाहिँ रवि लामिछानेले पनि केही पनि भनेन। तर एउटा कुरा के हो भने उहाँहरूलाई के पिर रहेछ भने यो रवि लामिछाने भने निस्क्यो भने चाहिँ हाम्रो प्रधानमन्त्री हुने सपना चकनाचुर हुन्छ, बालेनको प्रधानमन्त्री हुने सपना चकनाचुर हुन्छ। त्यस कारणले यिनीहरू त यस्तो खालको निस्क्यो कि एमाले काङ्ग्रेस भन्दा झन् खतरनाक भएर निस्क्यो। त्यस कारणले तपाईँहरूले एउटा प्लिज मानवताको नाताले म के भन्छु भने घाइते परिवारहरू हुनुहुन्छ, मृतकको परिवार हुन्छ, रवि लामिछानेको लागि पनि तपाईँहरूले किता उठाइदिनुहोस्। म त बोलेकै छु, महाकर्ष मलाई केही पनि चाहिँदैन, मलाई 1 रुपियाँ, मलाई केही मेरो ऊ पनि छैन। तपाईँहरूको आवाज सुन्छ यतिखेर। रवि लामिछानेले त्यहाँ खाँदिएको छ, तर रवि लामिछाने निष्पक्ष छानबिन गर। रवि लामिछाने दोषी हो भने उसलाई जति सजाय तोक्नु छ तोके हुन्छ, निर्दोष छ भने रवि लामिछानेले निकाल बाहिर, फिल्डमा कम्पिटिसन गराऊ तिमीहरूसँग, नभए तिमीहरूले चाहिँ थुन्नु पाउँदैन। यो आवाज तपाईँहरूले राखिदिनुहोस्, अब साँच्चीकै राखिदिनुहोस् यार, यो अति भयो यो चाहिँ। ल मेरो कुरा सक्यो। अब कसैले यो राख्न ढिला भइसक्यो, तपाईँले भनेको कुरा एकदम ढिला भइसक्यो। अब यो भाइ बहिनीहरूले अहिले पनि गरेन भने एकदम गाह्रो छ क्या। एउटा कुरा चाहिँ के बुझ्नुपर्छ भने, म त यही लाइभबाटै भने 4,500 5,000 हेरिराख्नु भएको छ। प्रधानमन्त्रीको दिमाग चाहिँ चेन्ज गरे हो कि भन्छु क्या म। यो दिमाग चाहिँ आजभन्दा केही हप्ता अगाडि, केही महिना अगाडि चाहिँ एउटा बोल्ने प्रधानमन्त्रीले 1 महिना अगाडि चाहिँ मैले यो गर्न सक्छु, यो गर्न सकिन्छ भन्ने, अहिले चाहिँ प्रधानमन्त्रीको दिमाग फ्युज भएको हो कि होइन, चेन्जै गरे हो कि? गाई गोरु जनावर भनेको चाहिँ केही बुद्धि हुँदैन, केही थाहा हुँदैन, घाँस दिए घाँस खान्छ, एकहोरो हिँड्छ। मान्छे परिवर्तनशील प्राणी हो, यसले सबै कुरा बुझ्छ। यसका दिमाग तुरुन्तै चेन्ज हुन सक्छ। घुमाइदिइसक्यो क्या भाइ यार, दिमागै घुमाइदिइसक्यो भने यहाँ सबै कुरा। प्रधानमन्त्री भनेको तपाईँहरूको काँधमा टेकेर तपाईँहरूलाई नै गोली हानिरहेको छ कि प्रधानमन्त्रीले, तपाईँहरूको काँधमा टेकेर। ऊ एकदम काङ्ग्रेस हो है। नेपालमा न्यायाधीश, प्रधान न्यायाधीश हुनलाई कि त पैसा खुवाउनु पर्छ कि त पार्टीको मान्छे हुनुपर्छ। ऊ काङ्ग्रेसको पार्टी हो। उसको बुढा पहिला चाहिँ गिरिजा प्रसाद कोइरालासँग चाहिँ प्लेन ह्यान्डसेक गर्नलाई उसको बुढा हो। उसको बुढाले बोलेको भिडियो पनि अस्ति सार्वजनिक भएको थियो, तपाईँले हेर्नु भयो कि भएन होइन? त्यो ऊ प्योर काङ्ग्रेस हो। अनि काङ्ग्रेस भनेको चाहिँ अहिलेको काङ्ग्रेस भनेको चाहिँ एमाले माओवादी सबै मिश्रित हो के। अब यहाँ एकजनाको फाइल खोल्ने बित्तिकै सबैजना पर्छ। त्यही भएर रविलाई भित्र हालेको कारण त्यही हो। अहिले भर्खर अजयजीले भन्नुभयो, बालेनको पनि मेन प्रब्लम के हो भने रवि आयो भने बालेन पनि चाहिँ लुक्नुपर्ने अवस्था आउँछ। किनभने बालेनलाई प्रधानमन्त्री बन्नु छ, रवि आएपछि कम्पिटिसन गर्न सकिँदैन। अनि कम्पिटिसन गर्न चाहिँ अब यो 6 महिना चुनाव गर्न पाएँ भनेर यो रविलाई 6 महिना भन्दा अगाडि निकाल्न सकि, अनि त्यहाँ के अरे जेलमा हाल्न पाएँ भने म प्रधानमन्त्री बन्छु भन्ने उसलाई चाहिँ यो डम्ब छ क्या। तर अब त्यो गर्दा पनि पाउँदैन क्या। अब एकछिन है, सबैले डबल ट्याप 841 मलाई त्यो भाइलेन्स आयो कि सबैले 4,046 जान्छ। एकचोटि डबल ट्याप गर्नुहोस् त प्लिज। यहाँ भाइलेन्स आयो, अर्कोचोटि फेरि आइडी 3, म त 3 दिन बोल्न नमिल्ने गरी जान्छ है। सबैजना साथीहरूले एकचोटि सबैले डबल ट्याप गर्नुहोस्। 4600 जना साथीहरूले, माथिका साथीहरू सबैजनालाई एकचोटि फलो पनि गरिदिनुहोस् प्लिज है। मिलियन पुऱ्याइहाल्नुहोस् त। एकदम भाइलेन्स आयो यतापट्टि मेरो आइडीमा, यो फेरि मेरो आइडी गयो भने त मेरो त हात खुट्टै काटे जस्तो हुन्छ। सबैजना साथीहरूले डबल ट्याप गरिदिनुहोस् त। यहाँ जति पनि हुनुहुन्छ सबैले, माथि भएका आइडी सबै 9वटा साथीहरू हुन्छ, उहाँहरूलाई पनि सबैले फलो गरिदिनुहोस् र तपाईँहरू एक अर्कामा साथी बन्नुहोस्। किनभने यहाँ 4500 जना साथीहरूले हेर्दै हुनुहुन्छ भने यो 4500 जना नै देश बनाउने युवाहरू। यो कुनै डबल ट्याप गरेर फलोवर्स भ्युवर्स बढाउन आएको कोही पनि होइन साथीहरू है। यो सबै देश बनाउने युवाहरू हामी 4500 भनेको नटजोक। यो 4500 जना मान्छे एक ठाउँमा हामी जम्मा हुन्छौँ होइन। मान्छे मारेको ल लगाउने हो कि करप्सनको ल लगाउने हो के गर्ने, उनीहरूले त्यसो गर्ने हो क्या। जब मान्छे त्यहीँ नेपाललाई समाउन सक्दैन
होइन अनि यस्तो गर्ने उस्तो गर्ने भनेर यो गृहमन्त्री सुशीला कार्की र यो सञ्चार मन्त्री त जेनजीको लागि एकदम घातक हो। ल मैले अहिले यहाँनिर भनिदिएँ, जेनजीको लागि सबभन्दा घातक यो तिनजना हो अहिले सरकारमा भएको मान्छे। त्यही भएर जेनजीको मान्छे। अब अर्को एउटा कुरा नि म भन्छु, अस्ति यहाँ अहिले भर्खर यहाँ एकजना ब्रदर भन्थ्यो राजाको कुरा आएको थियो कि जेनजीको भाइ बहिनीले त्यतिखेर सबभन्दा राम्रो के, म राजावादी होइन, सबभन्दा राम्रो चाहिँ जेनजीको भाइ बहिनीले राजा ल्याउन सके भए सबै कुरा हल हुन्थ्यो क्या, प्रत्यक्ष प्रधानमन्त्री पनि बन्थ्यो। अहिले यो जति मान्छे यो घटनापछि जति मान्छेले टाउको उठाएर यहाँनिर चाहिँ न्युजहरूमा दिइरहेको छ नि, यो अब नाम नलिउँ एमालेका मान्छेहरू, जेनजीको भाइ बहिनीलाई के अरे आतङ्कवादीको संज्ञा दिने मान्छेहरू अनि त्यसपछि अब केपी ओलीलाई त नामै लिइदिउँ होइन, हाउको सरकारले भने अहिले पनि यति डम्ब छ के। किन भयो भन्दाखेरि सुशीला कार्कीले के गर्न सकेन, गृहमन्त्रीले के गर्न सकेन होइन। गृहमन्त्री सिरियसली होइन, कसैलाई मन पर्ला नपर्ला होइन, मेरो आफ्नो मान्छे होइन, रवि लामिछाने हुनुपर्ने मान्छे हो कि गृहमन्त्री हुने के। हिजो गृहमन्त्री रवि लामिछानेले आफ्नो पद गइन जाओस् भनेर शेरबहादुरको बुढीलाई सम्मान खोजेपछि बल्ल यो सरकार चेन्ज भएर ऊ जेलमा गएको हो कि। यो कुरा नभुलौँ के। जेनजीको भाइ बहिनीलाई यो कुरा मन पर्दैन, मलाई थाहा छ होइन, किनभने यी भाइ बहिनीहरूले गरेको चाहिँ आन्दोलन यो रविलाई ल्याउनलाई कुनै पार्टीले ल्याउनलाई होइन। तर जो मान्छेले करा गर्न सक्छ त्यो पार्टी छ, त्यो पार्टीमा संलग्न छ भनेर पनि हुँदैन के। गर्न खोज्ने मान्छेलाई पार्टीमा भएको मान्छेले पनि ल्याउनुपर्छ, गर्न सक्नुपर्छ कि। अहिले निस्वार्थ प्रेम के अरे निस्वार्थ भएको मान्छेले गरेर के गर्न सकेन नि त। तपाईँलाई एक मिनट रोके होइन, यो कुरा म आफैले भोगेको कुरा छ। हिजो बालेन शाहको लागि एउटा पिलर भएर न्यु रोडमा 10,000 मान्छेले बालेनलाई लखेटेको हो। त्यहाँ उसको काम सक्सेस गर्नु नदिँदाखेरि एक्लै मान्छे म लडेको हो। त्यहाँ हिजो धेरै ठेकदारहरूको मुख सुकेको हो, धेरैको चाहिँ रोजीरोटी गुमेको हो। त्यहाँ म त्यत्रो रिस्क चाहिँ आज म 2 वर्ष अगाडिदेखि उठाएर आएको मान्छे म हो होइन। त्यो दिनदेखि म बालेनको मात्रै बोलेर बसिराखेको थियो। बालेन यो देशको प्रधानमन्त्री हुनुपर्छ, बालेन जतिको मान्छे अरू आउनुपर्छ, 77 जिल्लामा बालेन जन्मिनुपर्छ भनेर एक्लै कराएर हिँडेको बौला जस्तो मान्छे म पनि हो क्या। जब बालेन छ नि, बालेनको त मैले त्यो दिन थाहा भइसकेको थियो कि यो मान्छेले मान्छे नगर्ने रहेछ साँच्चीकै भन्यो भयो। मलाई मसँग फोटो खिच्नु पनि पर्दैन, मलाई चिया खानु पनि पर्दैन, केही गर्नु पर्दैन, तर जनताको कुरा सुन्नुपर्छ। बालेन तिमी मेयर हो, 32 वडाको तिमी मेयर हो, तिमी अभिभावक हो, कमसेकम तिमीले कसै घरमा भत्काउनु जाँदा या टोलमा केही गर्नु पर्दा चाहिँ त्यहाँ एउटा समन्वय गर्नुपर्छ, सहकार्य गर्नुपर्छ, त्यहाँको मान्छेसँग एकचोटि भेटेर मिटिङ गर्नुपर्छ। 32 वडामा तिमीलाई आधी घन्टा लाग्छ होला, आधी घन्टा चाहिँ कमसेकम तिमी गएर त्यहाँ चाहिँ एउटा मिटिङ राखेर सहकार्य गरेर त्यहाँ चाहिँ सादा सवाल जस्तो गर्नुपर्छ। है बालेन भन्दा कहिल्यै बालेन आएन क्या, कहिल्यै बालेन आएन। न्यु रोडमा यति ठुलो आन्दोलन भयो, आन्दोलन हुँदा त्यहाँको तपाईँलाई थाहा छ त्यहाँको नेवारवासीहरू जुरुक्कै उठेर तपाईँको धेरै मान्छेहरू मर्ने डोजरभित्र पर्ने पनि भएको थियो। त्यो बेलामा मेरो 4 पसल थियो न्यु रोडमा, 3टा पसल थियो। त्यो 3टै पसलमा कालो पर्दाको फोटो राखेको थियो। त्यहाँको चाहिँ सबैले मलाई चाहिँ मार्ने जसम्म धम्की आएको थियो। मेरो घरबाट म निस्किने बेलामा 3-4 चोटि मलाई फोन आउँथ्यो, आज नआउनुहोस् न, कतिचोटि होइन मार्छ होस् भनेर म जान्थेँ। तै पनि तपाईँ रिसको आवेगमा यस्तो आगोको गोलामा नछिर्नु भनेर मलाई। त्यस्तो बेलामा पनि कहिले पनि बालेनले फोन त पराइजाओस्, उसको कोर टिमले त्यो भूपदेव शाह भन्नेले मैले कतिचोटि फोन गर्दा उसले त्यो फोन सुत्दा पनि कहिले पनि उठाएन। भनेको अर्थ छ नि, यस्तो अप्ठ्यारो पर्दाखेरि यो मान्छेले मार्ने रहेछ, तर यो मान्छे चाहिँ जनताको लागि होइन भनेर मैले त्यतिखेर एकदम फ्रस्ट्रेसन भयो। मैले कति धेरै भन्दाखेरि मलाई उडायो, ए त दही चिउरेर छ है, तँलाई त फोटो खिचिदिनु पर्ने, तँलाई त चिया खानु पर्ने सँगै ठुक्क। आज थाहा पायो होइन सबैजनाले, मैले हिजोको कुरा आजैसँग भनेको थियो। अस्तिको दिन त्यो जिएनजीको आन्दोलन जुन थियो सेप्टेम्बर 8 मा, सेप्टेम्बर 7 को दिन म माइती घर मण्डलमा इन्टरभ्यू गरेको थियो। अनि त्यसपछि त्यहाँ बालेनले चाहिँ स्टाटस लेखेको थियो। त उसले के भनेको थियो, जेएनजी भन्दा म केही वर्ष बुढो भएको कारणले गर्दाखेरि मलाई पनि जाने अधिकार त छैन। अनि तपाईँ अभियन्ताहरू अनि होइन तपाईँ बौला अभियन्ताहरू तपाईँहरू पनि कष्ट नगर्नु होला भने। म त यार यो अभियन्ताको बिचमा कमा छ कि छैन यसले त मलाई भनेको छ। अभियन्ता त म पनि अभियन्ता उठेर आएको, बौलाको ठाउँमा कमा रहेछ होइन अजय दाइ, तपाईँ त जानु पाउँछ। यो बौलाहरू र अभियन्ताहरू छुट्टै लेख्या हो यसले भन्यो। तैपनि यमुनाले भनेर के हुन्छ, मेरो भाइ बहिनीहरू आउँछ, मेरो छोराछोरी आउँछ, उनीहरूको प्रोटेस्टको लागि भए पनि म जानुपर्छ, म जान्छु भनेर म आफ्नो हिम्मतले म गएको। त्यो पनि मैले के भनेको थिएँ, मलाई यो एउटा पत्रकारले पेल्यो अनि त्यसपछि मलाई पनि रिस हो। म पनि सिन्धुपाल्चोको चिसोई पानी खाएको मान्छे हुँ होइन। मैले पनि भने हिरा र किरा चिन्नु, बालेनको पुच्छर भएर नहिन्नु
भनेर मैले यो जुन खालको त्यो बेला भनेको त्यो पुरा भाइरल भएछ। अनि बालेनले यताबाट लिने बेलामा त्यो भिडियो भाइरल भएर मलाई एकदम धेरै गाली गर्यो। आज त्यही भिडियो बढी कुदिराखेको छ भनेको अर्थ थपक्क ल्याएर थपक्क कहाँ सानो सानो स्टाटस लेखिदिन्छ। देश कहाँ गएर कहाँ बर्बाद बनाइसक्यो। तपाईँले त्यो दिन हाम्रो पहिलो अप्सन भनेको बालेन शाह हो कि होइन? बालेन शाहले नेतृत्व लिऊ, प्रधानमन्त्री बालेन हो भनेर भन्दाखेरि फलाम त तातेको बेलामा मात्र आकार आउने हो साथीहरू। तपाईँलाई फलाम चिसो भइसकेको छ, अब आकार आउँदैन। अरू कन्सेप्टै थिएन कि। अनि त्यो बेलामा बालेनले जे भने त्यही, संसद विघटन, राष्ट्रपति चेन्ज, यो संविधान खारेज जे भने त्यही हुन्थ्यो के। यिनीहरू त छलल्ल पिसाब फुस्केर यिनीहरू ज्यान कसरी बचाउने भनेर बसेको अवस्थामा बालेनले दुर्घटना गराएन। भोलि घर मेरो जल्छ, टाउकोमा गोली मेरो आउँछ क्या। बालेन मात्रै मर्ने हो यहाँ? के कुरा गरेको छ यहाँ? आज देशलाई लगेर कुन चाहिँ कहाँ लगेर डुबाइदिएको छ तपाईँहरूलाई थाहा छ? त्यस कारणले गर्दाखेरि यो आज हेर्नुहोस् त, म यहाँ रातको 11 बजे किन उफ्रिनु पर्ने, भाइ हस्पिटलबाट किन बस्नु पर्ने, मृतकको परिवार आफ्नो छोराछोरी दसैँसँग मनाउन नपाएर त्यत्रो चाहिँ आज बिचल्ली परेर बस्नु भएको छ। त्यो कसको कारणले? त्यो सम्पूर्ण कमसेकम यार देश सेफ ल्यान्डिङ गरेर कमसेकम एउटा तथ्यमा आइदिएर भ्रष्टाचारीले ब्याङ यतिखेरसम्म चाहिँ 15-20वटा फाइल खोलेर यो आतङ्ककारीहरू जसले चाहिँ हाम्रो छातीमा हाम्रो भाइ बहिनीहरूको टाउकोमा ताकी गोली हानेको छ, आँखामा ताकी यो मुलाहरूलाई 2-4 जना लिएर ज्यामका ज्याम समातेको भए ती घाइते परिवारले, ती मृतकको परिवारले एउटा सास पाउँदैन थियो यार। ए हो जिएको लागि भनेर मेरो छोराले वीरगति प्राप्त गर्यो, जसले भाइहरूले चाहिँ आज हातखुट्टा गुमाएर बस्यो, कमसेकम यो काम त भयो यसैको लागि भनेर त्यो मलम हुँदैन थियो। अनि खोइ त सबै जिउँदैछ। अनि म त यसो विचार गरेँ, यो रवि लामिछानेको पनि, रवि लामिछानेलाई वास्तव एमाले काङ्ग्रेस यिनीहरू मिलेर प्रतिशोध साधेर भित्र हालेको हो होइन भने लौ त तिमीहरूलाई यत्रो मान्छे मारेको केस छ, यत्रो तिमीहरूले ताकी गोली हानेको मान्छे चाहिँ तिमीहरू खुलेआम प्रतिशोध भन्दै हिँड्छौ। एउटा सहकारीमा खाएको प्रुफ छैन, प्रमाण छैन, जसले चाहिँ जेल के अरे न्यायालयले चाहिँ तिमी यति वर्ष जेल भनेर फैसला आएको छैन भने त्यो मान्छेलाई चाहिँ भित्र राखेर अनुसन्धान गर्दै गर्ने। यो लुटेराहरू, यो मान्छे मार्नेहरूलाई चाहिँ ल्याएर भित्र हाल्नु पर्दैन रवि लामिछानेसँगै। यिनले त मान्छे मारेको नि, छानबिन गरौँला नि त पछि। अनि भनेपछि कसको सरकार छ त? फेरि सरकार त यिनीहरूकै छ जस्तो मलाई लाग्यो। त्यस कारणले गर्दाखेरि अब यत्रो सरकार यिनीहरूकै जस्तो लाग्यो। त्यस कारणले तपाईँहरूले अझ के गर्नु पर्यो भने, यहाँ रवि लामिछानेलाई किन राखेको छ भित्र भने, रवि लामिछाने यस्तो खालको शक्ति हो। ल भन भाइ, छातीमा हात राखेर भन, ल म रवि लामिछानेको झोले पनि होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छे पनि होइन, केही होइन, मलाई चिरेर हेर्दा हुन्छ। तर मैले भनेको के, त्यो 25वटा फाइल यो यिनीहरूकै सरकारमा रवि लामिछानेले खोलेको हो कि होइन? दम छ कि छैन रवि लामिछाने? अरू जसले जे सुकै भनौँ